दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तपाईँ दृश्यमा देखिरहनु भएको छ। सँगै राष्ट्रपाका वरिष्ठ नेता बालेन शाह पनि तपाईँ देखिरहनु भएको छ। यति बेला उहाँहरू स्टेजतर्फ अघि बढिरहनु भएको छ। दर्शकबिन देख्न सकिन्छ उहाँहरू स्टेजतर्फ अघि बढिसक्नु भएको छ, स्टेजमा गइसक्नु भएको छ। यति बेला राष्ट्रपा सभापति रवि लामिछाने र बालेन शाह देख्न सकिन्छ। देख्न सक्ने दृश्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालेन शाह एकसाथ देख्न सकिन्छ। दर्शकबिन देख्न सकिन्छ घन्टी बजाइरहनु भएको छ, घन्टी बजाइरहनु भएको छ, हात हल्लाइरहनु भएको छ। देख्न सक्छ यो धनगढीमा उहाँहरूको परिवर्तन उद्घोष सभा हो। दर्शकबिन यति बेला दृश्यमा देख्न सकिन्छ राष्ट्रपा वरिष्ठ नेताहरू हाई हाईको नारा लागिरहेको छ। यता देख्न सकिन्छ दृश्यबिन यति ठुलो संख्यामा समर्थकहरू उर्लिएका छन्। कति अटी नअटाउ समर्थकहरू रहेका छन्। दर्शकबिन देख्न सकिन्छ ग्राउन्डभरि अटी नअटी समर्थकहरू छन्। यता पनि देख्न सकिन्छ यति ठुलो समर्थक, यति ठुलो संख्यामा समर्थकहरू जम्मा भएका छन्। दर्शकबिन एकै फ्रेममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाह देख्न सक्नुहुन्छ। साथमा सुदूरपश्चिमका उम्मेद्वारहरू, प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारहरू पनि एउटै स्टेजमा देख्न सक्नुहुन्छ। उहाँहरू एउटै स्टेजमा देखिरहनु भएको छ। यो धनगढीको दृश्य हो। दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र वरिष्ठ नेता बालेन शाह जो प्रधानमन्त्रीका उम्मेद्वार पनि रहेका छन् राष्ट्रपाका, उहाँहरू एकैसाथ एउटै स्टेज सेयर गरिरहनु भएको छ। उम्मेदवारज्यूहरू बाहेक सबै तल झर्दिन म अनुरोध गर्दछु।